हेलो साथीहरू नमस्ते। आज चाहिँ म गल्काको रेसिपी लिएर आइसकेकी छु। सुरुमा त मैले 1 केजी आँपलाई राम्रोसँग धोइ पखाली गरेर त्यसको बोक्राहरू सबै फालेर रेडी पारिसकेँ। त्यसपछि चाहिँ मैले यसलाई सानो सानो पिसमा काटेर रेडी पारिसकेकी छु। त्यसपछि चाहिँ मैले एउटा कराही बसालेर त्यसमा अलिकति तेल एड गरेकी छु। त्यसपछि चाहिँ मैले मेथी, जिरा, सौफ, कालो तिल, स्वादको लागि चाहिँ मैले यसमा रातो खुर्सानी एड गरेकी छु। त्यसपछि चाहिँ मैले अघि काटेको सबै आँपलाई हालिदिएँ अनि आँपलाई राम्रोसँग चलाइसकेपछि यसमा गुड एड गरेकी छु। हजुरहरूले गुडको सट्टा चिनी पनि एड गर्न सक्नुहुनेछ। यसलाई राम्रोसँग चलाइसकेपछि त्यसपछि चाहिँ मैले 2 चम्चा जिरा धनियाको पाउडर, स्वादअनुसार नुन, कलरको लागि चाहिँ कश्मिरी पाउडर हालेकी छु। यसमा चाहिँ हामीले पानी एड गर्नु हुँदैन। पानी एड गर्यो भने लामो समयसम्म टिक्दैन। यसलाई राम्रोसँग चलाइसकेपछि 20 मिनेटको लागि छोपिदिने। त्यसपछि मेरो गल्का रेडी भयो। हेर्नुहोस् त साथीहरू, हेर्दै खाउँ खाउँ लाग्ने गल्का चाहिँ रेडी भइसकेको छ। अब यसलाई हामीले एउटा डब्बामा हालेर लामो समयसम्म स्टोर गरेर राख्न सक्नेछौँ। धन्यवाद साथीहरू। मेरो भिडियोलाई लाइक अनि सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू।